हजुरले देख्नुभएको यो चकलेट छ नि, यो केवल चकलेट मात्रै होइन। यदि यो डार्क चकलेट स्वास्थ्यको लागि राम्रो हुन्छ भनेर कसैले भन्यो भने सायद धेरैलाई मजाक लाग्न सक्छ, तर हेल्थको लागि यो चकलेट एकदमै महत्त्वपूर्ण पनि मानिन सक्छ। आउनुहोस् आज कुरा गरौँ यो डार्क चकलेटको बारेमा। अहिले वैज्ञानिक अनुसन्धानहरूले देखाइरहेका छन् कि यो डार्क चकलेटले हार्ट हेल्थमा फाइदा पुर्याउन सक्छ। केही अध्ययनले त हाई कोका भएको डार्क चकलेटले ब्याड कोलेस्ट्रोल अर्थात् एलडीएल घटाउनसम्म सक्छ र यसको मुख्य कारण हो फ्लाभोनोइड्स, जो कोकामा हुने शक्तिशाली एन्टिअक्सिडेन्ट हो, जसले ब्लड भेसल रिल्याक्स गर्न र इन्फ्लामेसन कम गर्न पनि मद्दत गर्छ। यहाँ हेर्न सक्नुहुन्छ अमेरिकन हार्ट एसोसिएसनले पनि क्लियरली बताएको छ कि डार्क चकलेट विथ कोको खानाले कोलेस्ट्रोल कम गर्न र ब्लड फ्लो इम्प्रुभ गर्न एकदमै मद्दत गर्छ। त्यस्तै एक मेटा एनालाइसिस जो पबमेड सेन्ट्रलमा प्रकाशित छ, हाई रिस्क अफ कार्डियोभास्कुलर डिजिज भएका 2013 जनामा यो डार्क चकलेट खान दिएर हेरियो र रिजल्टमा देखियो कोलेस्ट्रोलमा सुधार, हार्ट हेल्थमा इम्प्रुभ र केही हदसम्म हाई ब्लड प्रेसर पनि कम भएको देखियो। तर यहाँ एउटा कुरा ध्यान दिनुहोस्, यसको अर्थ जति धेरै डार्क चकलेट खायो त्यति धेरै राम्रो भन्ने चाहिँ होइन। विशेषज्ञ अनुसार कम्तीमा 70% कोका भएको डार्क चकलेट लिनु राम्रो मानिन्छ र सामान्यतया एक दिनमा 40 ग्राम भन्दा बढी खानु हुँदैन। र भन्नु होला यो 70% कोको भएको डार्क चकलेट कहाँ पाइन्छ नेपालमा? लगभग सबै जसो सुपरमार्केटहरूमा यो डार्क चकलेट पाइन्छ र यो चकलेट किन्दाखेरि कम्तीमा 70% कोका भएको नै रोज्नु होला र यो कोकाको पर्सेन्टेज डार्क चकलेटको प्याकेजिङमै उल्लेख गरिएको हुन्छ। तर यहाँ एउटा कुरा सधैँ याद राख्नु होला, धेरै चकलेट खाँदा क्यालोरी, सुगर र फ्याट बढ्न सक्छ। त्यसैले ब्यालेन्स डाइटको रूपमा सानो एउटा हेल्दी पार्टको रूपमा लिनुभयो भने राम्रो हुनेछ। सबै जानकारी लिइसके पछाडि यो डार्क चकलेट तपाईको फेभरेट बन्न सक्छ र सायद भविष्यमा यो तपाईको फेभरेट डार्क चकलेट केवल चकलेट मात्रै होइन, हार्ट फ्रेन्डली स्न्याक पनि बन्न सक्छ। नमस्ते।